मित्रगण, आज म तपाईहरुलाई देखाउन गइरहेको छु कि हाम्रो गाउँको एकजना वरिष्ठ व्यक्तिको बारेमा जसले चाहिँ हामी सबलाई अर्थी उपदेशको साथसाथ आशीर्वाद पनि दिएर स्वर्ग बसाउनु गयो। र आउनुहोस् हामी सबै मिलेर उहाँको जीवनकालको बारेमा अलिकति जान्ने कोसिस गरौँ। यहाँ हुनुहुन्छ हाम्रो अन्तरे काका, हाम्रो लेप्चा समाजको अहिलेसम्मको सबैभन्दा बुढोपाका मान्छे उहाँ हुनुहुन्छ। त्यो काकाहरू सबैभन्दा पुरानो हाम्रो यो गाउँको है, हामी मसिनो हुँदादेखि काकाहरू हुनुहुन्थ्यो हैन। हाम्रो गाउँ पहिला कस्तो थियो काका? पहिला त बेग्लै थियो नि अब। हजुर यसरी मरेर जाँदा पनि 2 किलो चिउरा भए काम पुग्थ्यो। हो त। अहिले पहिला त मरौमा त चिउरा हुन्थ्यो नि है? चिउरा चल्थ्यो। आजकल त चौमी टप्परी गाँस्यो टप्परीमा। हजुर। अहिले त अब हेर न समाजको सामान साट्दा हत्तु। हजुर। अहिले त चाउमिन मोमो अलग्गै पकाएर। हजुर हजुर उहिले त सजिलो थियो नि, मान्छे पनि थिएन। हजुर। हाम्रो गाउँमा फेरि उयो इलेक्ट्रिक लाइट पनि थिएन नि। ट्युबलाइटहरू यस्तो बल्बहरू के पनि जल्थेन नि है। हाम्रो काकाले त खरको घर थियो हाम्रो त हैन। हाम्रो घर त खरको घर थियो नि। हाम्रो काकाले त त्यो आगो लाग्छ भनेर लाइट आउनु नदिएको नि हाम्रो घरमा। जम्मै खरको घर त थियो। पछि च्यादरको च्यादर पाएर सरकारी पनि पायो, पैसा पनि त्यो किनेर पनि लायो। अहिले सजिलो भयो नि अहिले त। हजुर हजुर। अहिले त पैसा रुपियाँ सबैको छ भयो होइन। त अहिले त जम्मै देशै अलग्गै बेग्लै भयो, संसारै अलग भयो। गाउँभित्रै गाडीहरू आउनु थाल्यो होइन। पहिला त हामी 12 गोला हिँडेर जानु पर्थ्यो उकालो। 12 गोला पुग्नु पर्थ्यो। हो सामानहरू पहिला छमेलबाट रासिन बोक्थ्यो। हो त। छमेलमा लिन जानु पर्थ्यो। त्यहाँबाट मान्छेले बोकेर बिस्तारै ओसार्यो। उयो 12 गोला ओसार्यो। हजुर हजुर। 12 गोलादेखि फेरि तल ओसार्यो। हजुर। पछि पो गाडी आएर सजिलो भयो नि। त्यो बोक्ने मान्छेहरू पनि छैन, मरिसक्यो। अन्त काका यो के अरे हाम्रो गाउँतिर त पहिला त अब यस्तो मिसिनहरू थिएन है, आरा काट्थ्यो नि त। आराले गर्थ्यो होइन। हाम्रो घरहरू पनि आरा काटेर नै बनाउँथ्यो। रुखपात यत्रो जङ्गल पनि थिएन, कम्ती थियो है। तपाईँले हाम्रो गाउँमा कसको चाहिँ घर बनाउनु भएको छ? हाम्रो घर त तपाईँ नै बनाउनु भएको थियो। हाम्रो ठेस देवल तपाईँ लाउनु भएको? मैले बनाएको। अरू हाम्रो गाउँमा कसको चाहिँ घर तपाईँले बनाउनु? थुप्रोको बनायो थुप्रोकै बनायो। माथि कान्छाको घर यो पर हाम्रै लेप्चाहरूको त्यति बेला देवल त लाउनु पर्थ्यो। देवल त हो ढुङ्गाको होइन, ढुङ्गाको होइन, ढुङ्गाकै देवल लगायो। छाना घरको छाना च्यादर लगायो भने च्यादर ओरायो गर्थ्यो। अहिले त अब सब सिमेन्ट इँटा। हजुर हजुर। अहिले त सब ताजमहल बनाइसक्यो सबले आफ्नो घर है। रड लगाएर बनाउँछ। ढुङ्गाको त छैन, जमाना गयो। हजुर हजुर। गिटी मात्रै हो। गिटी पनि उदैबाट ओसार्न थाल्यो। गिटी पनि हुँदैबाट ओसार्न थाल्यो। हो पहिला त यी कुट्थ्यो नि गिटी पनि। हजुर हजुर। यी सटक बनाउने यी कुट्थ्यो। हजुर हजुर। अहिले त सटकमा पनि सब उदै मधेसकै। मित्रगण, यसबार उहाँसितको भेटघाटमा बातचित निकै लामो हुन गएको थियो। त्यसैले गर्दा भिडियो निकै लामो हुने कारणले गर्दा म यसलाई संक्षेपमा मात्र राख्ने कोसिस गरिरहेको छु। आउँदो भावी पिँढीलाई उहाँले के सन्देश दिनु हुँदो रहेछ एकछिन सुनौ है त। उहाँ बहिनीले हामीलाई चिया दिनुभयो। म त्यही बसिरहेको छ। हजुर हजुर। अब सब गयो। हजुर हजुर। लेप्चा समाज त पछि खोलेको नि? पछि खोलेको। कति 20 घर थियो त्यति बेला? त्यति बेला त छैन लेप्चा समाज, मान्छे छैन। 8 आना उठाएर 8 आना पैसाले गर्नु पर्थ्यो। टोटल 8 आना उठाएको? 8 आना होइन, पहिला लेप्चा समाज बनाउँदाखेरि चाहिँ 8 आना उठाएको एकजनाको? एकजनाको 8 आना। कतिजना भएको थियो? 6 घर थियो। 6 घर नि? भनेपछि हाम्रो टर्नमा चाहिँ 20 घर भइसकेको थियो। त्यहाँबाट बढ्दै अहिले पहिला त अन्त पर काइला बितिम, माथिको साइला बितिम, यहाँ माथिल्लो घर साइला बोटे काइला बोटे पनि थिएन, एकै थियो एकै ठाउँ। पछि पो छुटेर पछि पो छुटेको। पहिला पुरानो घर चाहिँ साइला बोटेको। साइला बोटे पनि
त्यो पल्लोपट्टि चिङाको थियो त्यहाँदेखि तल डाँडामा एक घर थियो त्यहाँदेखि त्यो पछि दाजुभाइहरू छुटेर तल अलग अलग भएर भएको जानु सक्दैन हो त च्याम दिनुहोस् न हुन्छ के गर्नु उमेर अब गएपछि कसै बाउको केही लागेन अब आपा भइसक्यो बुहारी ल्याउने म चाहिँ माथि बस्नु मन लाग्दैन हो त जुन आफ्नो घरेडी छ होइन जहाँ आफ्नो पहिला जन्मेको जग्गा छ जन्मेको त्यही ठिक लाग्छ नि त्यही नै मजा लाग्छ अहिले टट्टी पिसाब गर्ने सजिलो बनाइदिएको छ केटाले हो तपाईँले तर पूर्व जन्ममा चाहिँ राम्रो काम गर्नुभएको थियो कि के हो है तपाईँलाई अब छोराछोरीले यत्रो तपाईँलाई हेल्प गर्यो के हो छोरीहरूले पनि हेल्प गर्यो सबै छोरीहरूले हेल्प गर्यो होइन छोराले पनि हेल्प गरिरहेछ होइन सबैले हेल्प गरेको छ होइन अहिले तपाईँलाई यस्तो सिचुएसनमा पनि तपाईँलाई राम्रो कन्डिसनमा रहेछ नि होइन तपाईँले यो अब हाम्रो अब बुद्धिस्ट धर्मको हिसाबले चाहिँ अब पूर्व जन्ममा चाहिँ राम्रो काम गर्नुभएको थिएछ राम्रो गरेको रहेछ अब हो त तपाईँले यो च्यानल थ्रु तपाईँले एउटा मेसेज दिनुहोस् हो यो अब सबै गाउँकोहरूलाई सब मैले भन्दैछु सम्झाउँदैछु जहाँ रक्सी नखाऊ जहाँ रक्सीले गर्दा आफ्नो प्राण जान्छ हाम्रो शरीर मर्छ बस्तीको नौजवानहरू चित गर्न चाहन्छु कि मद पान जहाँ रक्सी केही नखानु भनेर कति सम्झाउँछु बुझाउँछु कतिले चढ्यो कतिले खाइबसेकै छ यो चिज चाहिँ राम्रो होइन हजुर यो चिजले शरीरलाई नोक्सान गर्छ है आफ्नो घर परिवार बर्बाद गर्छ है सम्पत्ति बर्बाद गर्छ हजुर समय बर्बाद गर्छ आफ्नो शरीरलाई बर्बाद गर्छ शरीर बर्बाद गर्छ शरीर जुन शरीर बर्बाद हुन्छ जुन समय बर्बाद हुन्छ त्यो घुमेर आउँदैन वापस कहाँ आउँछ गयो अब शरीर गएपछि त अब मनुष्यको शरीर पाउनु साह्रो छ अहिलेको जमाना राम्रो छ जमाना त राम्रो हो नि अहिलेको उहिले भन्दा त राम्रो छ नि उहिले त अब त्यति रासन पानी पाउँदैन थियो हो त सस्तो हुन्थ्यो रासन पानी पैसा छैन हो त्यो जमानामा अहिले त रासन पानी त्यसै दिइरहेछ हो त अन्त काका अब धर्मको बारेमा केही भनिदिनुहोस् न त हामीले बिहान बेलुका पूजा पाठ गर्छौँ है र अहिले के गर्नु हामी बुद्धिस्ट हौँ बुद्धिस्टले गर्दाखेरि बुद्धिस्टको अब भगवान्हरूलाई उसले पछि गर्दाखेरि हामी चाहिँ लामापट्टि गर्छु बत्ती बाल्छु बिहान बेलुका बजा गुरु गर्छु बिहान मानी गर्छु 1 घन्टा भगवान्लाई गर्नु पर्यो मर्ने बेलामा भगवान् भनेर बाटो राम्रो देऊ भनेर सम्झिन्छु भगवान्लाई त्यहाँदेखि अब के गर्नु अब शरीर बसिरहेको छ मेरो शरीर र अब के गर्नु अब भगवान्लाई सम्झिनु पर्यो अरूले के सम्झिनु त भगवान्लाई सम्झिनु पर्यो ईश्वरले मेरो राम्रोसँगले उठाइदेऊ भगवान् भनेर सम्झिनै पर्यो र छोराछोरीलाई पनि भन्छु छोराछोरीलाई पनि भगवान् सम्झिनु भनेर भन्छु र मेरो छोराछोरी पनि अहिले 9 जना छ 9 जनामा 1 जना चाहिँ हरायो आउँछ ऊ पनि फर्केर आउँछ होला फर्केर अहिले 8 जना चाहिँ छ मेरो 6 जना 6 बजे छोरी 2 भाइ छोरा छोरा चाहिँ 7मै छ भनौँ छोराले हेरिरहेछ 7मै छ अहिले के गर्नु त्यो जिन्दगी यस्तै छ है काका जिन्दगी यस्तै छ अब जसरी काकाले अब एउटा सन्देश दिनुभयो त्यसरी नै अब हाम्रो पनि जिन्दगी त्यही नै हो त हामी सबैले आजदेखि नै अब हामीले धर्मको बारेमा अलिकति सोच्नुपर्छ विचार गर्नुपर्छ है काका अन्त रिस राग गर्नु हुँदैन कसैमाथि दुश्मनी गर्नु हुँदैन हैन मेरो बल छ भन्दैमा ठुलो उयो गर्नु हुँदैन घमण्ड गर्नु हुँदैन हैन किनभने लास्टमा एक दिन सिचुएसन यस्तो पनि आउँछ हैन कि आफ्नोमा अब केही छैन हैन सब कुछ हुँदा पनि आफूले अब त्यो लानु सक्दैन गर्नु सक्दैन हैन अब लास्टमा चाहिँ भगवानमाथि निर्भर हुनु पर्यो हैन लु मलाई चाहिँ अब सुख शान्ति आनन्दको एउटा शान्ति देऊ भन्ने एउटा मेलो आउँछ हैन त्यही हो तो काकाको हाम्रो सन्देश यही थियो हाम्रो पुरा देशवासीलाई हाम्रो जनतालाई है काका नमस्कार
मित्रगण, यसैको साथै आजको भिडियो यही समाप्त गर्ने आज्ञा चाहन्छु। आउँदो हप्ता फेरि एउटा नयाँ भिडियो लिएर हाजिर हुनेवाला छु। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।